हेलो गाइस, मैले गेस गरेको एनिमलको नाम चाहिँ यो हो। अनि मैले गेस गरेको चाहिँ यो हो। ल सुन। तैँले गेस गरेको एनिमल चाहिँ जङ्गलमा बस्छ कि पानीमा बस्छ कि घरमा मतलब घरपालुवा? मेरो अब पानीमा बस्छ। अनि पानीमा तेरो? बस्छ। मैले गेस गरेको जनावर चाहिँ जङ्गलमा बस्छ। ल अनि मासु खान्छ, घाँस खान्छ? मैले गेस गरेको जनावरले चाहिँ मासु खान्छ। मासु खान्छ। अनि मासु मासु खान्छ खान्छ खान्छ? घाँस अनि चाहिँ ठ्याक्कै थाहा भएन यार, घाँस खान्छ मलाई कि सोध नहीं। अब। अनि तैँले गेस गरेको एनिमलले चाहिँ मतलब पानीमा बस्छ, मासु खान्छ होला? मासु खान्छ। खान्छ एकदम। मासु खान्छ त्यसरी। अनि मतलब त्यो साइजमा कस्तो हुन्छ, ठुलो कि सानो? ठुलै हुन्छ। ठुलो हुन्छ। अनि तेरो? ए साइजमा कत्रो हुन्छ? साइजमा त्यस्तो सानो भन्न पनि मिल्दैन। अब बच्चा हुँदाखेरि त सानै हुन्छ अलि, मतलब अब त्यो ठुलो भयो, त्यसले खाना खाने मतलब आफै खाना खान सक्ने भयो भने त ठुलो हुन्छ। त्यो ठुलो हुन्छ। धेरै ठुलो त हुन्न कि, मिडियम साइज हुन्छ। मिडियम साइज भन्दा अलि ठुलो के। मिडियम साइज भन्दा ठुलो। अलि अनि जस्तै मासु खान्छ नि? एकदम। मासु त त्यही हो, त्यसको लागि फेभरेट नै हो त्यो। त्यसको कलर कस्तो हुन्छ? येल्लो हुन्छ? येल्लो कलरको त हुँदैन, हल्का थोरै रातो जस्तो। अनि रातो जस्तो? अनि अनि त्यही त हल्का, अनि हल्का पहेँलो पहेँलो टाइपको, अनि हल्का टाटा बाटा परेको जस्तो कस्तो भन्छ एकदम सही। तैँले भनेको जनावरको मतलब एनिमल चाहिँ त्यो हो नि, वेल। हामी दुईटैको मिल्यो गाइस। बाई बाई। हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु है।